बुटवल उपमहानगरपालिका वडा नम्बर 14 र 19 अहिले मकैबाट बेकरी परिकार बनाउने कुकिङ बेकिङ तालिम सञ्चालन भइरहेको छ। यो क्षेत्र मकै पकेट क्षेत्रका रूपमा परिचित छ र यही क्षेत्रका 30 जना कृषक तालिममा सहभागी छन्। उपमहानगरपालिकासँग सहकार्यमा सञ्चालन भएको यो तालिमले हरिया मकै बेचेर मात्र सीमित आम्दानी हुने किसानलाई मकैलाई कसरी थप मुनाफा दिने, उत्पादनमा रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको मतिगञ्ज मकै पकेट क्षेत्र सञ्चालन समन्वय समिति सचिव मुक्ति गैरेले बताउनुभयो। कृषकको क्षमता अभिवृद्धिका लागि 6 दिने कुकिज अन्तर्गत रहेर विभिन्न मकैका परिकारहरू बनाउने तालिम सञ्चालन गरिरहेका छौँ र बुटवल उपमहानगरपालिकाको पूर्ण आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको र यो कार्यक्रम सञ्चालन गर्नुको मूल उद्देश्य भनेको हामीले हरियो घोगा बेचेर रहेको जुन मकै छ त्यसलाई हामी पिठो बनाएर त्यसबाट हामीले कृषकलाई व्यावसायिक बनाउनको लागि र उहाँहरूको क्षमतालाई अझ निखार ल्याउनको लागि र उहाँहरूको आय आर्जनमा यसलाई टेवा पुर्याउनको लागि यो कार्यक्रम सञ्चालन गरिएको। यो तालिम सञ्चालन भएपछि मकैबाट केक, कप केक, ब्रेड, डोनट जस्ता परिकार बनाउन सकिने रहेछ भन्ने कुरा सिकेको प्रशिक्षार्थी स्वरूप भण्डारीको भनाइ छ। यो मकै पकेट क्षेत्र 6 दिने तालिममा केही सिकौँ भनेर आएको हुँ। यसमा हरियो मात्रै मकै बेचेर भएन भनेर यस्तो छुटपुट हुने मकैले केही गरौँ कि यस्तो केही सदुपयोग गरौँ कि भनेर आएको हो। यसबाट हामीले धेरै आइटम सिकिसक्यौँ। कोही कुकिज, केक, डोनट, ब्रेडहरू यस्तो सिकिरहेछौँ। यस्तो सिकेर केही गरौँ कि भन्ने उद्देश्यले आएकी हो। मकै पकेट क्षेत्रका किसान हरिप्रसाद खनालका अनुसार मकैबाट राम्रै आम्दानी गर्दै आएकोमा अब मकैका घुगामा मात्रै होइन मकैबाट बन्ने अन्य परिकारबाट पनि आम्दानी बढाउन तालिम लिन आएको बताउनुभयो। अनि हरिया मकैका घुगा उत्पादन गरेको यसमा बजारको माग कम्पिटिसनमा अलिकति भेल्यु अलिकति कम, मूल्य अलिकति कम पर्ने, लागत अलिक ज्यादा हुने अनि इन्कम गर्न अलिकति धेरै इन्कम गर्नलाई हामीले यो तालिम आयोजना माग गरी अनि अहिले यो माग बमोजिम तालिम सञ्चालन भइरहेको छ र तालिममा सहभागी प्रशिक्षार्थी मीना गौडेलका अनुसार सिप सिकेपछि अब उपकरण र बजार व्यवस्थापनमा सहयोग मिले व्यवसायमै लैजान आफूहरूको चाहना रहेको भनाइ छ। हामी चाहिँ यो मकै पकेट क्षेत्रबाट अब मकै उत्पादन गरेर मकै बेचेर मात्रै भएन भनेर हामीले मकै केक मार्फत पनि बनाउन सकिन्छ भनेर मकैको आइटमहरू अब केकका आकारहरू बनाएर पनि बेच्न सकिन्छ भनेर हामीले यो तालिम थाहा पाएर आयौँ। अनि यसमा चाहिँ हामीलाई अब यति त हुँदैन, हामीलाई अझै तालिम दिनपर्छ। 6 दिनले त सकिँदैन। अब नामै अप्ठ्यारो खान भन्नै सकिन्न। अनि अझै तालिम हामीलाई आवश्यकता छ र अनि फेरि यो सामानहरू किन्न बेसरी महँगो पर्दो रहेछ हामीलाई। अनि समूहको ग्रुपको रूपमा हामीलाई एक उन्टा अब कसरी मिल्छ त्यसरी हामीलाई यो उपलब्ध गराइदिए अझै राम्रो हामीले व्यवसाय गर्न सकिन्छ जस्तो लाग्छ के। मकैलाई वैकल्पिक रूपमा लिन सकिन्छ र 6 दिनको तालिममा विभिन्न बेकरी आइटम बनाउन सिकेको निकिता पोखरेलले बताउनुभयो। किसिमका केक बनाउने, डोनट बनाउने अनि फ्रुटहरूको केक बनाउने, फ्रुटको ती सामान्य खालका सिकियो। एकैचोटि 6 दिनमा त धेरै कुरा सिकिने कुरो त भएन, तर हामीलाई सिकाए बमोजिम चाहिँ हामीले सिकियो। त्यसको लागि चाहिँ यहाँ चाहिँ सामानहरू चाहिँ उपलब्ध भयो भने हामीहरूले गर्छौँ। महिलाहरू चाहिँ यसमा हामी धेरै सहभागी भएका छौँ। महिलाहरूले चाहिँ केही गर्न सकिन्छ कि यो मकै हामीले आफैले रोपेर आफैले उत्पादन गरिसकेपछि त्यसको सिङ्गे घुवा मात्र होइन कि गेडा मात्र होइन कि त्यसको चाहिँ हामीले के बनाउन सकिन्छ परिकारहरू, त्यसलाई अलिकति बजारीकरण गराउनको लागि के गर्दा राम्रो हुन्छ, कसरी इन्कम गर्न सकिन्छ भनेर त्यसको चाहिँ हामीले नगरपालिकाबाट माग गरेर केक बनाउने तालिम सञ्चालन माग गरेको अनुसार आयो। त्यो चाहिँ आइसकेपछि आज 6 दिनको आज 6 दिन हो, 6 दिनको लास्ट दिन हो। आजसम्म चाहिँ राम्रै सिकियो। पछिल्लो समय मैदा खाद्यप्रति अनिच्छा बढ्दै गएको छ। यही कारणले स्थानीय स्वास्थ्य मैत्री विकल्पका रूपमा मकैका परिकार लोकप्रिय बन्न सक्ने प्रशिक्षक सञ्जीव राणाको भनाइ छ। हामीले के गर्नुपर्ने हो, केही पनि गर्नु पर्दैन। मकैको परिकारको लागि चाहिँ तपाईको मैदाको ठाउँमा मकैको पिठो हाले जे पनि बन्न सक्छ।
जे हामीले बजारमा बेच्छौँ त्यो अनुसारको सबै हुन्छ। जस्तो कि यही देखिहाल्नुभयो, पाउरोटीको हिसाबले ब्रेड भयो, डिनर रोल भयो, तपाईँको कुकिज भयो होइन, क्रोसन भयो, मफिन भयो, अनि तपाईँको अझै केक पनि भयो, ब्ल्याक फरेस्ट केक, व्हाइट फरेस्ट केक पनि बनाउन सकिन्छ। मकै पकेट क्षेत्रमा यसरी सिप विकास हुँदै जानु राम्रो हो, तर सिकेका सिपलाई उत्पादन, ब्रान्डिङ र बजारसँग जोड्न सके मात्र किसान आत्मनिर्भर बन्न सक्छन्। उपमहानगरपालिका, सहकारी र किसानको संयुक्त प्रयासले मकैबाट मूल्य अभिवृद्धि, उत्पादन विकास गर्ने सम्भावना अझै बलियो बनेको छ। जनता टुडेका लागि फुल्लो सुनार, बुटवल।